म चाहिँ पोखरा जानलाई सामान प्याक गर्दैछु। अब सबै सामान प्याक गरेर अब निस्किनु पर्ला। अब बिहानको 6:30 बज्यो। अब चार्जर साँच्चै लिनु पऱ्यो। बाहिर भतिज कुदिरहेछ, जानु पऱ्यो। अब भतिज पनि आयो, ढोका खोल्दैछ। अब खोल्न ढोका खोलै छैन। कट्यो भन्ने कन्ट त कट्यो नि दोस्त हैन। मलाई डर चाहिँ किन कट्यो रे, अनि बिच बाटोमा 11 बजे अर्को बाटो पुग्यो भने चाहिँ हामीलाई बसाउँछ कि पठाउँछ भन्ने डर के मलाई। पठाइहाल्छ नि, कहाँ नपठाउनु त हुन्छ त। बिच बाटोमा रोकेर राख्ने कुरा हुँदैन, आधी बाटोबाट। तर जाउँ न, के हुन्छ अब बाटोमा थाहा पाइहाल्छ नि। अब पेट्रोल हाल्नु पऱ्यो। अब हेरौँ कतिको जाँदो रहेछ। भोरि हालेर निस्किनु पऱ्यो नि। अब हाल्दैछ दैले पेट्रोल जोस्। अब भतिजले पैसा नि दिइहाल्यो, कति फुल भएछ जोस्। ल अब चाहिँ पुगिन्छ जोस् पोखरातिर। बिस्तारै गइन्छ। किलोमिटर चाहिँ यसको यति छ अहिले। अब उता पोखरा पुगेपछि हेर्नुपर्छ कति पुग्दो रहेछ। जाने बाटो छुट्टिन्छ, हामी चाहिँ सिधै जाने हो। सुरुङ मार्ग हो। अब बाटो चाहिँ सबै बिग्रिरहेछ। अब अर्कोपट्टि आउँदाखेरि बाटो बन्छ होला। बाटो अहिले राम्रो बन्दैछ। यो चाहिँ एकतर्फी बाटो, तलबाट चाहिँ हामी चाहिँ अब जान लाग्यो त्यस बन्दैछ। यो यताउता बाटो चाहिँ सबै बन्दैछ। अब बन्छ होला केही दिनमा। अब यताबाट चाहिँ दामान जाने बाटो हो। अब यो पृथ्वी हाइवे हो। अब हामी चाहिँ पोखरा जानुपर्ने भएर हामी चाहिँ तलबाट पोखरा गइन्छ। ल अब चाहिँ बाटो लाग्यो। अब चाहिँ राम्रो बाटो आउनु लाग्यो अझै। कस्तो भइरहेछ तल हाइवेको अब एक्सपिरियन्स आज फर्स्ट टाइम? रमाइलो भइरहेछ। अब खै कस्तो भन्नु, ठिक भइरहेछ। मजाले कुदाउने आनन्द भइहाल्छ नि। छेउमा जाने हो, रमाइलो गऱ्यो। फर्स्ट एक्सपिरियन्स हो नि हाइवेको। फर्स्ट आफैले चलाएर चाहिँ फर्स्ट हो। ठिक हो। फोन त्यही छ। हामी चाहिँ अब कोही खाजा खाउँला भनेर झरेको। अब हेरौँ यहाँबाट चाहिँ बाटो यस्तो छ, झ्यालबाट चाहिँ जोस् भ्यू चाहिँ खतरै छ। भ्यू यहाँबाट तल भड्याङ छ है। जोस् राम्रै छ भ्यू त। मिठो भन्दा पनि तातो चाहिँ छ। हाम्रो झोल तरकारी पनि आयो। अब यसमा प्याज मगाएको छु, प्याज आयो। अब प्याज हालेर मजाले तातो सेल पनि भनेको छ, आएछ। ल सेल पनि आयो। अब झाक त गर्छ। के छ दोस्त, आराम हो? कता हो के सोल्टी, कता हो? नमस्ते। कताबाट हो यता फेरि? कता गएर आउनु भयो? चिया खाइन्छ हामीले त।
चाहिँ ट्राफिकले चेक गर्न रोक्दैछ जे होस् हेरौँ के गर्छ हामीसँग सबैको छँदैछ अब भए पनि केही हुँदैन जे होस् ल पे गरेँ तर राम्रै रहेछ ट्राफिक जे होस् अब चाहिँ हामी यहाँ खाना खान रोकेको यहाँ खाना खाने हो अनि त्यसपछि निस्किनु पर्ला दिदी अनि खबर ठिक छ अनि तिमीलाई कस्तो भयो बाटो मलाई त ठिकै हो बाटो बाटो अब पछि 1 वर्षपछि बवाल हुन्छ नमनले गर्लफ्रेन्ड ल्याउँदा चाहिँ ठिक हुन्छ है के छ नमन कहाँ पुगेर आयो तिमी भन त कस्तो भयो भनिस् तेरो एक्सपिरियन्स ठिकै छ सो फार सो गुड नो कम्प्लेन 100 किलोमिटर अहिले त हामीभन्दा पछि आएर दाबे त यसले झन् कहाँ म कुदाएकै छैन 60 कटाउनु पर्छ कटाउँदैन त्यसले चलेको छैन एउटा कि हालिदिनु त ल Oh, these brothers my guys. Know that we fly, know that they ride or die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth, push and shove. Make your peace. Oh, these brothers my guys. Know that we fly, know that they ride or die. Die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth. ल अब टन्न भात खायो अब निस्किने अब यताबाट अब पोखरातिर लागेको हामी फेरि टन्न भात पड्काइहाल्यो अब केको जाम भनेको त यहाँ एक्सिडेन्ट भएको रहेछ अनि पो जाम परेर रहेछ त ड्याममा हान्दैछ माइक्रोले चाहिँ होस् ठुलो गाडीसँग टक्कर लाएर हुन्छ त माइक्रो यति लामो जाम छ ल उता पनि जाम यता पनि जाम जामै जाम छ ल हामी चाहिँ बल्ल जामबाट निक्ल्यो अब
बाटो गरेपछि भनेर के हेर तैँले यो ए अब धेरै दाबियो अनि कतिको ब्रेक हानेर ल्याएको छ यसले भनेर अनि तेरो चाहिँ आफ्नो चाहिँ कसले चेक गरिदिन्छ त हाम्रो त चेक डबल चेक त हाम्रो त एकदम मन तातो छ हाम्रो चारै अरू हेर तिनवटा हेर तातै छैन मेरो त चारै मन तातो कसले आज कति कुदाइस् त 110 कुद्यो ए ठिकै छ दमौली पुग्यो हामी चाहिँ दमौली कस्तो भइरहेछ भतेज राइड इज इन्ट्रेस्टिङ पहिला आउँदाखेरि कस्तो भएको थियो त अब बच्चादेखि आएको बाटो त सबै खराब खुरुप अब नयाँ बाटो कन्ठ गर्नलाई फेरि 10-20 चोटि आउनुपर्छ होला अनि मात्र अहिले याद हुन्छ होला हौ सुरुमा त जस बाटो नराम्रो थियो नि ध्वस्त यो आबु खैरेनी सम्म त ध्वस्तै भनौँ ध्वस्त नभनौँ आउन सकिन्छ तर यो आबु खैरेनी पछिको बाटो चाहिँ एकदमै राम्रो कुदाइरहेछ कति कुदायो त नभए आज कुदायो होला आज हामी अहिले यहाँ कति भयो हामी 140 जति पुग्यो नि स्पिड चाहिँ कति भयो त आज स्पिड त हाम्रो झन्डै 100 छुयो होला कि हो ठिक छ छैन नि त खै खैरेनी टा पोखरा रारा कस्तो भइरहेछ भतिज कति कुदाइछ आज आज 90 कोटा केटा 90 काका 90 मजा आइरहेछ सही चाहिँ पुऱ्याउनु पर्ने भन्ने कुरा 100 नि पुग्छ कुनै दिन It's just too hard to move. Then it right there. Walk away and leave it like that, right there. One more night, just one more night. It's just too hard to move. Then it right there. हामी चाहिँ धुर्बेको पसल पुग्यो धुर्बेलाई पनि एकछिन लगेर जानु पऱ्यो भने अब एकछिन जान्छ धुर्बे नै हामीसँग अब एकदमै मजा के कुन खालको माछा अस्ति हामीले खाथ्यौँ नि त्यो पुरानो माछाहरू सानसानो भुराहरू त्यो पनि मिल्थ्यो त हामी मैले 72 सालमा आउँदा यहीँ भुइँचालो आएको त हामी यहाँ बस्दाखेरि बवाल भुइँचालो आएर मैले कम भएको थिएँ मैले धुर्बेको बिहे हुने बेला आएको त हामी होइन धुर्बेलाई खोलाउन तर त्यो घर त आयो जस्तो आउँछ अब एक रनिङमा आइहाल्यो अब फेवाला बिग्न प्याक भयो अनि यहाँ आउने होला अब नयाँ ठाउँ जस्तो भयो अब चाहिँ ड्याम साइड भने यतातिर भन्दैछ रुखपातालतिर नयाँ ठाउँ नयाँ एक्सपिरियन्स गर्नलाई आउनु छ भने ल हामी अब पोखरा नै पुग्यो अब रुम होटल जाँदैछौँ हामी अब ल हामी चाहिँ अब भड्याङ चढ्दैछौँ हाम्रो रुम चाहिँ यस्तो छ ल भति चाहिँ यहाँ लुगाहरू मिलाउँदैछ यसको ल सबैतिर ल हाम्रो अब वासरुम चाहिँ यस्तो छ ल त सबैलाई गुड नाइट
अब भएछ भने अरू भिडियोमा हालौँला अलिअलि भिडियोहरू